छिछि लाज बिना के पादेको हौ अलिकति लाज लाग्दैन तिमीलाई होइन नेपालको कुन कानुनमा लेखेको छ हौ पाद्नु हुँदैन भनेर पात भनेको आफैले बनाएर पाद्ने चिज होइन यो त भित्रबाटै मिसिनले दायाँ बायाँ गरेर निकाल्ने ग्यास हो ग्यास हो र त्यसो भए सिलिन्डर खाली छ गएर भर न त भर्थे तर मसँग पात छान्ने फिल्टर छैन किनभने पातमा 59% नाइट्रोजन 21% हाइड्रोजन 9% कार्बन डाइअक्साइड 7% मिथेन 3% अक्सिजन र 1% अन्य ग्यासहरू मिलेर पात बनेको हुन्छ अरे क्या चाहते हो पात एक प्रज्वलनशील पदार्थ भएकोले पालेको बेलामा फ्याट्टा आयो होला नि पात बल्छ त्यही भएर कतिमा दुलो पारेको रहेछ होइन हे भगवानले यही कुरा सुन्नको लागि भगवानले यी कान बनाइदिएका हुन् त्यति मात्र होइन पात पात्ने बेलामा यसको तापक्रम 98% 6 डिग्री फरेनहाइट हुन्छ फरेनहाइट डिग्री अनि तिमी त 8 फेल भएको होइन डिग्रीको कुरा कसरी खुब कुरा त वैज्ञानिकै जस्तो गर्छौ त भनेपछि म वैज्ञानिक यानि कि साइन्टिस्ट त्यसो भए आजदेखि मेरो परिचय अर्कै छ नमस्कार म साइन्टिस्ट मनोज जाबो पातको कुरा गर आफूलाई साइन्टिस्ट चाहिँ होइन माइन्टिस्ट चाहिँ भइसक्यो तिम्रो माइन्टिस्ट चाहिँ होइन बुढी पाद्नु स्वास्थ्यको लागि राम्रो कुरो हो किनभने यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ तिम्रो पातको कुरा सुनेर मेरो प्रेसर तातिन्छ मैले भनेको ठिक हो कि होइन रहेछ त कसरी पातले प्रेसर कन्ट्रोल गर कि गरेन अघि मलाई हान लाग्दा तिमीले पादेपछि त प्रेसर ठाउँमा आएन नत्र मलाई मारिहाल्थ्यौ पात रोक्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ नत्र यसको ग्यास सिधै मस्तिष्कसम्म गई टाउको दुख्ने खालका जस्ता रोग लाग्न सक्छ साँच्चै तिम्रो टाउको दुख्ने बिरामी छ होइन भनेपछि तिमी धेरै पात रोक्छौ हो